हेलो एन्ड नमस्ते गाइज होइन आज चाहिँ हामी बिहान बिहानै पानी भर्न गइरहेको छौँ। दाइले बिहान बिहानै उठाउनु भयो क्या, चाहिँ 5 बजी उठाउनु भयो। यहाँ भान्जाको निद्रा नपुगेर यहाँ भान्जा सुतेको भान्जा पानी भर्न जाने होइन, लु उठ होइन। दाइहरू बाहिर रेडी भइसक्नु भयो जस्तो लाग्यो होइन। अघिदेखि बोलायो हुन्थ्यो, हामी चाहिँ यहाँ निद्राले दाइले बिहानै उठाउनु भयो कारण यताउति गर्दा गर्दै निद्राले के उठ्नै सकेको छैन। ए लु मेरो यहाँनिर टुया होइन। अनि यहाँ दाइ के हो, दाइको चाहिँ आमा हेलो के हो अनि यो त यत्रो बोक्न सकिन्छ? एउटा भान्जालाई एउटा तिमीलाई म होइन। अब चाहिँ हामी पानी भर्न जाँदैछौँ। अनि आजको चाहिँ बेसी सहरको चाहिँ एकदम दामी छ क्या भ्यू होइन, हेर्नु न होइन, भ्यू एकदम दामी छ। अनि यहाँनिर ल अब जाउँ होला है भान्जा। सो अब चाहिँ होइन हामी आइपुग्यौँ होइन, आइपुग्यौँ नि गरे भान्जा आइपुग्यौँ होइन। अब चाहिँ हामी आइपुग्यौँ पानी भर्ने ठाउँमा, एकदम पानी पर्ने ठाउँ पर छ होइन। एकदम बाटो पनि हो खतरा छ क्या बाटो त। भान्जा लड लाने फेरि अति भिडबाट चिमीलाई लडेदेखि त डरै लाग्छ यस्तो हिँड्नु पनि। यो चाहिँ के को अरे, मूलको पानी भनेको के हो? जमिनबाट आएको पानी किरण, खोलाबाट आएको पानीहरू दम पानी पानी छ त यहाँ त। यो भान्जाले जहिले गाह्रो गाह्रो बाटो मात्रै हिँडाउँछ, राम्रो बाटो हिँडाउँदैन कहिले पनि। ल फाइनल आइपुग्यौँ। मूलको पानी भर्ने ठाउँमा आइपुग्यौँ। आमा मान्छे त धेरै हुनुहुन्छ, एकछिन यतै बस्नुहुन्छ होला कि उयो परेको नै मूलको पानी। सो अब चाहिँ सबैजना होइन सकेर जाँदै हुनुहुन्छ। अब हामी पनि पानी भर्नेतिर जाँदैछौँ। अब चाहिँ होइन हामी त्यहाँबाट आइपुगेर पानी भर्न थालिसकेको छौँ। यो चाहिँ मूलको पानी अरे, यो चाहिँ मूलको पानी भने जमिन मुनिबाट निक्लिने पानी होइन भान्जा, यो जमिन मुनिबाट निक्लिने पानी अरे होइन। अनि यसलाई बेरेर चाहिँ यो पाइप लगाइदिएको होला, अनि त्यो माथिबाट पानी आउँछ होला। अनि माटो आउँछ भनेर चाहिँ होइन त्यो ब्लू पट्टीहरू बाँधेर अब चाहिँ पानी भरेर यो दुईवटा सक्यौँ। अनि अब चाहिँ कोही पनि छैन, अब आउँदैन पनि होला, के आउँछ अब अरू आउनु पनि हुन्न होला। अनि अझै छ हाम्रो चाहिँ यहाँ 3टा ल्याएको थियौँ, भान्जा मलाई अनि भतिको ल्याएको थियौँ। अनि अझै पानी भर्दैछौँ, एकदम दामी छ क्या। फेरि डाँडाहरूको माथि डाँडाहरूको मुनिपट्टि रहेछ क्या। म त यो कहिले ठाउँमै देखेको थिइनँ यस्तो, कहिले देखेको थिइनँ क्या। यहाँ यो ल बेचराएर यो देखेको थिइनँ है यस्तो, आज मात्रै देखेको छु यहाँ परबाट। कति बोतल भर्नुभयो त? अब लास्ट एउटा बोतल अट्छ होला यहाँ, 600 मात्र अटेको छ अहिले। चाहिँ कसरी बोतल अट्यो त? 600 मात्र अट्ने ल, 600 मात्र बोतल अट्छ होला। अब चाहिँ हामी पानी भरेर माथि आइसक्यौँ। आए के गर्नु, यस्तै भारी भारी बोकेर हिँड्नु पर्छ। आइए झन् किरणले चाहिँ एकदम भारी बोक्नु भएको छ होइन। बाटोहरू यस्तो छ, यति बोक्दैमा गलिने रहेछ ए। तर म चाहिँ गलेको छैन किनभने पावर एकदम खतरा हो कि यो होइन, बडी एकदम छ यसरी गल्दैन क्या। म चाहिँ छिटै म चाहिँ छिटो गल्दैन क्या, यसरी बोकेर हिँड्ने बरु यसरी सजिलो हुँदो रहेछ। टाउको झन्नै गएन मेरो त। अब फेरि पर घाँटी न्याकेर मऱ्यो भने चाहिँ अहिले दामी छ के यहाँ न। घाँटी न्याकेर मर्न आँटेँ म। यो चालिदिनु त पछाडिको एकछिन, अलिकति उचालिदिनु त पछाडिको एउटा हातले अलिकति उचालिदिनु न, टाउको माल्नु अरे। ल ल भयो ठिक छ। अब चाहिँ यसरी जाने हो होइन। कताबाट जाने हो? उताबाट हो, कहाँबाट गएको यो ओए?
जहिले उयो माथि छिराउनु आँटे जस्तो त्यो उयोमा उयो भिडमा यसरी हिँड्ने हो। कहिले बाँध्नु हुँदा नि गाह्रो हुँदो रहेछ यसरी त आमा शान्ति टोलतिर बस्ने मान्छेले त शीतल पार्टीमा खाइसक्यो बाटो। कस्तो लाग्दैछ भान्जा बोकेर एकदम राम्रो लागिरहेछ। खुसी छ खुसी नाच्देऊ न त एकपल्ट हिजोको जस्तै नाच देखाइदेऊ त ल। आजको न्यु इयर यसरी सुरु भयो हाम्रो। आजको न्यु इयर यसरी सुरु भयो हाम्रो ल। अब वर्षभरि यसरी बोक्दै कुद्ने हो। कति केजी छ मेरो ढाडमा? 10 केजी। कसको? मेरो ढाडमा टाउको त झर्ने रहेछ यसरी बोक्यो भने त। कति केजी छ तपाईँको? गाह्रो भएको छैन? होला नि 80 किलो। गाह्रो भएको छैन? ए मलाई त गाह्रो भइसक्यो त। गाइज लप पारिदिनु पर्छ कि अब चाहिँ होइन मनमा अब चाहिँ यहाँ यसरी बोक्यो नसकेर यसरी बोकेर यसरी हिँड्ने हो। अब बडी एकदम खतरा हो कि। अब कुनै कुनाले चाहिँ बिहान बिहानै दाइले 5 बजी उठाएर मात्र हो कि यस्तो बडी नआएको हाम्रो। अब त बडी आउने होइन म दिउँसो त फेरि 10-12 केजी त फ्लिली कुदिदिन्छु नि त्यस्तो बोकेर त। त्यो कति केजी छ होला त्यो 25 केजी भन्दा त्यो कम छ। त्यति केजीको बोकेर भाग्नुपर्छ यार। कसरी हिँड्ने हो त हेर। अब के म त नयाँ हो नि त। अब पुरानो हुँदै गएपछि त 50 केजी पुगेर कुदिन्छ। 100 गुणा नै मेहनत गर्नुपर्छ। एकदम सही। अब चाहिँ हामी घर पुग्न आँट्यौँ होइन। घर पुग्न आँट्यौँ। घर पुग्नु जाँदै मेरो त बडी फुलेर दुईवटा बडी पो हुन्छ जस्तो छ त यहाँ त। अनि बडी फुलेर बडी जस्तै हुन लागिसक्यो। फाइनली घर पुग्न आँट्यौँ र अब चाहिँ फाइनली घर आइपुग्यौँ होइन। घर आइपुग्दा मेरो हात चाहिँ यहाँ हेर्नु न आम्मा यस्तो हुँदो रहेछ कि। फर्स्ट टाइम पुग्दाखेरि यहाँनिर हात पो भएर दुख्छ कि जस्तो लाग्यो होइन। अब घर चाहिँ आइपुग्यो जस्तो गरेर बडी त हातको भन्दा नि खुट्टाको उठ्न आएको मेरो त। बिसायो अब चाहिँ यसरी निकाल्छ। अब चाहिँ सबैजनालाई होइन आज ह्याप्पी न्यु इयर। सबैजनालाई धेरै ह्याप्पी न्यु इयर। सरी अनि अब धेरै केही त भन्नु हुँदैन तर पनि सबैजनालाई ह्याप्पी न्यु इयर। अनि आजको हाम्रो ह्याप्पी न्यु इयर चाहिँ बिहान यसरी कामबाट सुरु भयो। हाम्रो कामबाट चाहिँ यता हेर्नु न एकदम ह्यान्सी हुनुहुन्छ है एकदम। यो माथि आउनु ल अब चाहिँ आइपुग्यौँ। अनि आज जे जसो नि भ्लगहरू भयो होइन। राम्रो भयो नराम्रो भयो लाइक सब्सक्राइब गरिदिनु होला। यस्तै अरू भिडियो म ल्याउने छु हेर्दै जानु होला मेरो युट्युब च्यानलमा। सबैलाई थ्याङ्क यू भिडियो अहिले अन्त लास्ट समय हेर्नु भएकोमा।